हेलो एभ्रिवान, आज शनिबारको दिन चाहिँ हामी अब यस्तो मार्केट जाँदैछौँ। यो के भन्ने एक्सर्साइज भन्नु अब यही पैसा बचत। यही हाम्रो दुईजना सबै दाइहरू हुनुहुन्छ यहाँनिर। यो सबै लोभीको टिम है। लोभी त 5 रुपियाँ बचाउनेको लोभमा यो हिँड्दै 5 रुपियाँ नभने 20 रुपियाँ, आउँदा जाँदा 40 रुपियाँ हिसाब गरौँ न। नेपालको 40 रुपियाँ भने लगभग 1200-1300 नेपालको होइन। अब जाँदा 20 रुपियाँ आउँदा 20 रुपियाँ भनिसके त धेरै हो। त्यो भएर एक्सर्साइज पनि हुने। त्यही भएर हामी चाहिँ आज शनिबारको दिन सपिङ गर्न जाँदैछौँ। यसो हाम्रो दाइ हुनुहुन्छ, अगाडिको दिदीलाई नदेखाऊ। दाइ हुनुहुन्छ ए हाम्रो साथी दाइ। हामी तिनजना चाहिँ हिँडेर जाँदैछौँ आज दाइ। अब त गर्मी पनि लागेछ, ज्याकेट स्याकेट लगाएर आएको। एकदम के भने पसिना पनि आयो। अब चाहिँ गर्मी लागेछ है। ल अनि दाइ भनिदिनु न हौ, के छ अनि हालखबर अनि तपाईँको? अनि ठिक छ नि? भट्टराईले भने जस्तै अब त्यही हो। पुरा त्यही हो अन्तिममा अब त्यही है। कामले अब ल ठिक छ। ल है यस्तै छ है जिन्दगी। भइरहेछ कामले। 11 नम्बर रहेछ हाम्रो चाहिँ। गर्मी भयो। गाली गाली भयो। त्यो त कोड भाषा हो।